यस्तो कुदाइ हेर्दा कहाँ हिँडे जस्तो लाग्यो होला तपाईँलाई। हामी चाहिँ आज टिपटप परेर जाँदैछौँ घुम्नलाई। किनभने आज छुट्टीको दिन, त्यसपछि मम्मी दिदीहरू सबैजना मिलेर हामी जाँदैछौँ यो बाङ्गे पुल हुँदै। बाङ्गे पुल नाम सुनेर आश्चर्य लाग्न सक्छ, तर यो बाङ्गे पुलको पनि आफ्नै कथा छ। मेरो हरेक भिडियोमा नामहरू भिन्न भिन्न भएको नाम भन्छु। त्यसपछि यही कुरा गर्दा गर्दै हामी पुग्यौँ झुलुङ्गे पुल। यस्तो गर्मी थियो त्यहाँ पुगेपछि। यो घाम हेरेपछि तर बाहिर पनि निस्किनु मन लाग्दैन, तर के गर्नु, आज यहाँ पाहुनाहरू आउनु भएको थियो, दिदीहरू पनि आउनु भएको थियो। त्यसैले आज हामी सबैजना मिलेर झुलुङ्गे पुल जाँदैछौँ। उहाँहरू चाहिँ एकदमै भोकाउनु भएको थियो, त्यसपछि झालमुरी र बेली भुजिया खाँदै हुनुहुन्थ्यो। फाइनली हामी झुलुङ्गे पुल पुगिसक्यौँ। यहाँको दृश्य हेर्न सक्नुहुन्छ। त्यसपछि हामी जाँदैछौँ माथि। एकदमै घाम भएकोले म चाहिँ छाता ओढेर आएको छु है त। मम्मी चाहिँ फर्स्ट टाइम आउनु भएकोले मम्मीले चाहिँ हाई गर्नुभयो। त्यसपछि अर्को मम्मी पनि हुनुहुन्छ, उहाँले पनि हाई गर्नुभयो। यता चाहिँ राम्री राम्री दिदीहरूले पनि हाई गर्नुभयो। त्यसपछि हामी सिधै माथि पुग्यौँ। माथिको एकदमै दृश्य एकदमै राम्रो थियो। पुल चाहिँ एकदमै साँघुरो भएकोले यहाँ आवत जावत गर्ने दुईवटा बाइकलाई एकदमै कष्ट भइरहेको थियो। यहाँ चाहिँ मम्मीहरू डरले साइडमा लागिराख्नु भएको थियो। त्यसपछि फाइनली हामी चाहिँ यहाँ बिच त्यो हेरिसकेपछि हामी यहाँ कटिसकेपछि अब यहाँ मम्मीहरूको रियाक्सन, यहाँ मम्मीहरूको बोली सुनौँ है त कस्तो छ भनेर। जनतामा पुल देखुआ कि पुरा डर लागिस करने कि बेला दूर से आसर शांति लागे छ। डर नि लागे। फाइनली हामी चाहिँ खोला पारी पुग्न आँट्यौँ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ मम्मीहरू चाहिँ एकदम डराइराख्नु भएको छ। बल्ल तल हामी यहाँ चार स्टेप कटेर लाल पानी आइपुग्यौँ। फाइनली एकदमै गलिँदो रहेछ, किनभने लगभग 10-15 मिनटै लाग्दो रहेछ हिँडेर चाहिँ। बाइकमा पनि लाग्छ होला। यहाँ डरले यहाँ मम्मीहरू डराइ आउनुभयो, त्यही पनि आउनुभयो। जे होस्, यहाँ चाहिँ अब हामी एक स्टेप मात्रै बाँकी छ। यहाँ वारी पुगेर अब हामी पारी जाँदैछौँ। मम्मीहरू अगाडि गइसक्नु भयो, अब म जाँदैछु। एकदमै घाम छ आज, फेरि दुईवटा घाम लागिरहेछ। उता हेर्न सक्नुहुन्छ एकदमै घाम छ। हेलो भनिदिनु। हाई, तपाईँलाई कस्तो लाग्यो यहाँ घुमेर? कस्तो राम्रो लाग्यो। राम्रो? मलाई त विदेश आएको जस्तो फिल भइरहेको थियो नि। विदेश आएको जस्तो? हो र। अनि तपाईँ पारीपट्टि पुग्नु भयो कि भएन? भइसक्यो, पुगिसक्यो नि। यहाँ यो पुल बन्दा चाहिँ सुविधा भयो जस्तो लाग्यो कि? सुविधा पनि भयो, अनि स्थानीयलाई पनि धेरै कुराहरूको सुविधा हुँदो रहेछ कि। अब जस्तै पसलहरू गरेर पनि उनीहरूले गरी खान सकिहाल्छ नि होइन। अनि वारिपारी गर्न कति सुविधा भयो त। एउटा नयाँ अवसर पनि पाए जस्तो यहाँ। मलाई त्यस्तै धेरै नै नयाँ अवसर हो क्या यो चाहिँ। नयाँ अवसर पाए जस्तो पनि भयो है। हजुर, अब यो ठाउँको कति धेरै डेभलप हुन्छ होला सम्झ त। यो त हुन्छ नै। कति धेरै नाम पुग्छ होला भ्लगै सकेर। यहाँ हामीसँग अर्को दिदी पनि हुनुहुन्छ, उहाँसँग पनि थोरै कुराकानी गरौँ। हेलो हेलो हेलो, हजुरको नाम भनिदिनुहोस्। मेरो नामै छैन। कहाँबाट आउनुभएको तपाईँ? ऊ त्यहाँ माथिबाट हो कि क्या हो? माथि आकाशबाट। त्यो त एलियन जस्तै देख्छु। अनि तपाईँलाई यहाँ आउँदा कस्तो महसुस भयो? मलाई एकदम रमाइलो लागिरहेको छ। रमाइलो? अनि अरू पनि भन्नु न, म सुनिरहेको छु। यत्रो ठुलो झोलुङ्गे पुल बनेको रहेछ, सबैजना आउनु होला हेर्नको लागि। हजुर, यहाँ अवलोकन गर्नको लागि। भाइलाई फलो गर्नु होला भन्दै। अनि यो आइडी चाहिँ एकदम धेरैजनाले फलो गरिदिनु होला। हेर्नु सक्नुहुन्छ यहाँको हामीले यहाँ हिँडिरहेका दुईजना एकदम टाढाबाट आउनुभएको उहाँ दिदीहरूसँग मैले थोरै अन्तर्वार्ता गरेँ। उहाँहरूलाई चाहिँ एकदमै राम्रो लाग्यो। अरे यो विदेशको पुल जस्तो लाग्यो। तपाईँ पनि यहाँ भ्रमण गर्न आउनु सक्नुहुनेछ। यो कहाँ रहेको छ जस्तो लाग्छ भने म यसको ठेगाना पनि बताइदिन्छु तपाईँलाई। यो झापा क्षेत्र नम्बर 4 शिवस्ताक्सी नगरपालिका वार्ड नम्बर 7 मा रहेको छ। जुन लालपानी र यता हाम्रो चनडाङ्गी जोड्ने यो पुल एकदमै विशाल रहेको छ। यहाँबाट म देखाउँछु तपाईँलाई। एकदम विशाल छ यो पुल। तपाईँ यहाँ आएर भिजिट गर्न सक्नुहुन्छ। एकदमै रमाइलो छ, हराभरा। यहाँबाट सबै हराभरा देखिन्छ। यता पनि हराभरा र यो खोला माई खोला एउटा
धार्मिक आस्थाले आउने मान्छेहरूले यहाँ पूजापाठ पनि गर्न सक्नुहुनेछ। हामी पारीबाट वारी आउँदै गर्दा एकदमै बेलुका भइसकेको थियो। त्यसपछि बेलुकाको सिन हेर्नु सक्नुहुनेछ। सूर्य अस्ताउँदै गरेको बेला एकदमै राम्रो देखिँदो रहेछ। त्यसपछि यो पारी पुगेर हामी वारी आइपुग्यौँ। वारी आइपुगेर हामी यहाँ गाउँतिर डुल्न गयौँ। यहाँ हामी कसको घरमा चिया खानु जाँदैछौँ थाहा छैन। यो कसको गाउँ अरे? सेविताको। गाउँ डुल्नु गइसकेपछि चिया नखाने त कुरै भएन। त्यसपछि यहाँ गफ सुन्दै हामी चिया खानको लागि यहाँ बस्न थाल्यौँ। यहाँ चाहिँ हामी गाउँमा आएको छौँ गाउँ डुल्न। हाम्रो राजवंशीहरू चाहिँ यसो अब कोही चिनजान छ भने डुल्नु जान्छौँ। त्यसै गरी यहाँ आएको छौँ। कस्तो यस्तो घरहरूतिर आउनु भएको थियो? तपाईँ जानुभएको थियो? तपाईँको त फर्स्टचोटि होला। के भयो तपाईँ एकदम निराश हुनुहुन्छ? गर्मीमा चप र चटपटी नखाने त कुरै छैन। त्यसपछि सिधै गयौँ हामी पानीपुरी र चटपटी खान। त्यसपछि यहाँ म चप खाँदैछु, एकदमै टेस्टी छ। यहाँ दिदीले खाँदै हुनुहुन्छ पानीपुरी, हेर्नु सक्नुहुन्छ एकदमै मिठो छ भन्दै हुनुहुन्थ्यो। उहाँले चाहिँ अर्को सिस्टर पनि हुनुहुन्छ, उहाँले पनि खाँदै हुनुहुन्छ पानीपुरी। सिगबन्सको चटपटे र पानीपुरी एकदमै टेस्टी हुन्छ। म त भन्दै मेरो मुखमा पानी आइसक्यो। म पनि एउटा खाइहालौँ है त। यहाँ हेर्न सक्नुहुन्छ म पानीपुरी खाँदैछु। यहाँ रस हाल्दै हुनुहुन्छ टक्क खाएपछि। तर चटपटी एकदमै ढिलो। 1 घण्टा पछिको कस्तो स्वाद छ त? धेरै मिठो। 1 घण्टा पर्खेको फेरि चाहिँ जाँदैन रहेछ। मेरो चाहिँ बन्दैछ त्यहाँ। फाइनली मेरो पनि चटपटी आयो। कस्तो फिल भइरहेछ? हेलो। चटपटी खाएर धेरै रात परिसकेको थियो। आजको भिडियो यति नै ल। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु ल।